नमस्कार साथीहरू, म एउटा कुरा आज भन्न चाहन्छु। जीवनमा हामी धेरै पटक अरूले के सोच्लान् भनेर डराउँछौँ र म पनि डराउँथे। तर हाम्रो सपनाभन्दा ठुलो डर हुनु हुँदैन। त्यसैले आजदेखि म आफ्नो यात्रा सिकाइ तपाईहरुसँग बाँड्ने प्रयास गर्दैछु। जीवनमा सबैभन्दा ठुलो समस्या गरिबी होइन, असफलता पनि होइन। सबैभन्दा ठुलो समस्या भनेको त आफूले आफूमाथि विश्वास गुमाउनु हो। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो तपाईँको गन्तव्य होइन। यदि तपाईँले प्रयास गर्न छोड्नु भएको छैन भने तपाईँ अझै हार्नु भएको छैन। मानिसहरूले तपाईँलाई कमजोर भन्न सक्छन्, असफल भन्न सक्छन्, तर तपाईँको भविष्य उनीहरूले होइन, तपाईँको मेहनतले तय गर्छ। त्यसैले अरूले के भन्छन् भनेर होइन, तपाईले के गर्न सक्नुहुन्छ भनेर सोच्न सुरु गर्नुहोस्। याद राख्नुहोस्, बिस्तारै हिँड्नु हार होइन, रोकिनु नै वास्तविक हार हो।